हेलो सबैमा नमस्ते। आज चाहिँ मैले घरमै सुजी र आटाबाट कुकिज बनाउन गइरहेको छु। त्यसको लागि सबभन्दा पहिला थोरै सुजी राखेँ, त्यसपछि आटा राखेँ, त्यसपछि मैले थोरै घिउ राखेँ अनि बदामलाई भुटेर त्यसको टुक्रा फालेर हल्का मसिनो बनाएर बदाम राखेँ। त्यसपछि त्यसमा थोरै दुधमा मैले चिनीलाई गरेर राखेको थिएँ। त्यो चिनी र दुधलाई त्यहाँ हालेर मजाले पिठोलाई मिक्स गर्दै जाने। पिठोको मजाले डो बनाइसकेपछि यसलाई चाहिँ मजाले मिक्स गर्दै जानुपर्छ र यतिको डो भएपछि हामीले कुकिज बनाउनको लागि रेडी हुन्छ। मजाले मिक्स गर्दै जाने। यो चाहिँ मैले घरमा आफ्नै लागि बिहान चियामा खानको लागि, चियासँग खानको लागि होममेड कुकिज बनाउने प्रयास गरेको। एकचोटि ट्राई गर्नुहोला, तपाईँहरूलाई पनि पक्कै मन पर्नेछ। यतिको डो बनाइसकेपछि हामीले यसलाई हल्का हातले बेल्ने, हल्का हातले थिचेर हल्का गरी बेल्नुपर्छ। यो मुनि टाँसिने पनि सम्भावना हुन्छ, त्यसैले हल्का गरी बेल्दै जाने। मसँग चाहिँ काट्ने त्यो कटर मजाको नभएको हुनाले मैले चाहिँ एउटा कफीको बिर्कोको युज गरेको छु। यतिको भएपछि पातलो बनाउनुपर्छ, नत्र फेरि पाक्नलाई गाह्रो हुन्छ। हल्का हातले बेल्दै जाने र यतिको पातलो भएपछि चाहिँ एउटा आफूलाई कत्रो सेप दिन मन लाग्छ त्यही अनुसारको उसले काटेर प्लेटमा राख्दै जाने। मैले चाहिँ कफीको बिर्को युज गरेको छु। हजुरहरूसँग आफूसँग जे छ त्यही अनुसारको सेप बनाएर यसलाई काट्न सक्नुहुन्छ। यसरी सबै भए जति सबै पिठोलाई बेल्दै काट्दै एक ठाउँमा एउटा प्लेटमा राख्दै गएँ मैले। यतिको प्लेटमा राखेपछि मैले चाहिँ यसलाई ओभन छैन, त्यही भएर मैले चाहिँ यसलाई एयर फ्रायरमा बनाउन गरेको छु। एयर फ्रायरमा हल्का तेल लाएँ र त्यो एउटा पेपर राखेँ। त्यसपछि मैले त्यो अघि काटेर राखेको कुकिजको सेपलाई चाहिँ मजाले एयर फ्रायरमा अट्नेसम्म हाल्दै गएँ। यसरी एयर फ्रायरमा राखेपछि यो पकाउनको लागि तयार भयो। जतिवटा अट्छ त्यतिवटा राख्दै गएँ भने चाहिँ मेरो चाहिँ लगभग 10-12 वटा जति अटायो। त्यो अनुसारले राखेर मैले यसलाई एयर फ्रायरमा 200 डिग्रीमा 10 मिनेटको लागि कुक गर्न छाडिदिएँ। 10 मिनेटपछि चाहिँ यो यतिको कलर आयो। अब फेरि यसलाई अर्को साइडमा पकाउनको लागि सबै त्यहाँ भएको कुकिजहरूलाई चाहिँ मैले अर्को साइडमा फर्काउँदै गएँ। यो हल्का तातो छ, त्यही पनि मैले चाहिँ हातैले गरेँ। अब ग्लोभ्स नलाए के नभन्नु होला। यो चाहिँ मैले आफूले घरमा खाना बनाएको भएर हातले नै बनाएँ।
यतिको भएपछि फेरि मैले यसलाई 200 डिग्रीमै फेरि अर्को साइडमा 10 मिनट पाक्नको लागि छाडिदिएँ। 10 मिनटपछि चाहिँ हेर्नुहोस् त यो यदि मिठो यदि खाउँ लाग्ने रातो रातो भएको पिनट कुकिज चाहिँ रेडी भयो। 10 मिनटपछि चाहिँ मैले यसलाई निकालेर प्लेटमा राखेँ। मैले अघि काटेको सबै कुकिजलाई पकाएर प्लेटमा राखेर सेलाएपछि चाहिँ यसरी बट्टामा प्याक गरेर राखेँ। यसरी बट्टामा प्याक गरेर तपाईँले 1 हप्ता 10 दिन मजाले राखेर खान सक्नुहुन्छ। यो नरम हेल्दी र टेस्टी हुन्छ। धन्यवाद सबैलाई। थ्याङ्क यू फर वाचिङ। भिडियोलाई लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनुहोला। धन्यवाद।